हेलो स्यालबहादुर बाजो बाजो हो पर दुईजना ए दार्जिलिङ पो हो यो आइ एम सक्ड ओ माय गॉड मैले इंग्लिश बोले ओ माय गॉड Hello everyone, welcome back from Nana. Hello everyone, welcome back from which place? Pashupati Nagar. Then we will going to Darjeeling. Oh my god. Oh my god. Oh my god, my English bole. Oh my god. I am going to the Darjeeling. Yes, we are going to Darjeeling. Then let's see what we doing there. Let's see then enjoy in our vlog. म कहाँ विदेश गएको भनेर इङ्ग्लिस बोले कि क्या हो यार विदेश गएको भनेर इङ्ग्लिस बोले क्या हो एनिवे हामी जिजे गर्छौँ तपाईँलाई देखाउने नै छौँ इन्जोय गर्नु होला भ्लग हेरेर तर के गर्छ भने मलाई थाहा छैन है मैले आज चाहिँ फेरि स्टार्टिङमै भनिदिइहालेँ कहाँ गएको भनेर होइन दार्जिलिङ जाँदैछौँ अब यहाँ बिचबिचमा के हुन्छ मलाई थाहा छैन है सकेसम्म सम्भव भएसम्म भिडियोमा निकाल्ने कोसिस गर्नेछु हेर्दै गर्नु होला लेट्स से स्टार्टिङ पोइन्ट अफ दार्जिलिङ हैन देयर इज द स्टार्टिङ पोइन्ट अफ दार्जिलिङ वी आर गोइङ टु दार्जिलिङ यताउता नहेरिकन ओके नम्बर चाहिँ हामी के चढेर गएको यो सानो भ्यान चढेर म चाहिँ आएन का देखाउँछ यार डेन्जर केटीहरू हिँड्छ यार अब भात खानु हिँडेको ल भोक लाग्यो आइपुग्दा नपुग्दा त्यही भएर भात खानु हिँडेको ल नानीको पो अनुहार कम्ता राम्रो आएन हौ के खाने बस्नु बाहिर जाने खाना कि मोमो थुक्पा खाना बाहिर जानु कहाँ छ दिदी बाहिर एकछिन बहिनीलाई बोल्नु
कहाँ जानुपर्छ अब कल अलिकति छ यो क्यामेरा छोपेको होइन र छैन हौ मान्छे भयो को जानुहुन्छ म नै जानु तपाईँ जाने तपाईँ पछि तपाईँ खाएर म भिडियो गरिदिइरहन्छु नगर्नु थाप्नु रे देख्नुभयो ऊ उसले गरिदिनु माग्दैछ यही छ तपाईँकै ए हो कट्यो मान्छे देखाउनु हुँदा अनुहार कट्यो आम्मा मैले किन इङ्ग्लिस बोल्दैछु हजुर मलाई थाहा छैन इन्डिया आएर तपाईँलाई एक्साइटेड छ होइन एक्साइटेड भनौँ मलाई धेरैचोटि आएर केही पनि थिएन मैले धेरैचोटि आएर मलाई चाहिँ केही पनि थिएन धेरैचोटि भोक लाग्यो नि त नि छाउ नानालाई चाहिँ धेरैचोटि आउनु भएर एक्साइटेड छैन बुझ्नु किन जाँदो रहेछ नि गान्तोक यहाँदेखि गान्तोक यहाँ तल बस्तीतिर हाम्रो आफन्तहरू छ यतातिर बस्तीमा तल निकै तल पर्छ को छ तपाईँ बन्द गरिदिनु भनेको ए छाउ दार्जिलिङ बजारमा मान्छे हजार कहाँ भएको तपाईँ दार्जिलिङ किन आउनु भएको घुम्न कस्तो रहेछ कस्तो रहेछ अब यहाँ बजारमा त ठिकै राम्रो कन्टिन्यू अब यहाँ त एकदम साङ्ग्रो ठाउँ छ अब हेरौँ घुम्ने ठाउँ हेलो डार्लिङ हेलो बेबी Where are you going, babes? I'm going to Darjeeling. You know? Yes. सब इङ्ग्लिस बोल्ने भएर ढुट्टो छ यार यहाँ लाज चाहिँ भइसक्यो मलाई होइन कि कसो त्यो हेरेर कुरो सब यहाँ इङ्ग्लिस बोल्ने भइसक्यो आज ए तपाईँ आइपुग्नु पो भएको म त आइपुग्नु भएको छैन भनेर भिडियो बनाउँदै गरेको किन यति छिटो आइपुग्नु भएको तपाईँ मेरो त कुरा ए के गर्नु भएको छ अनि तपाईँ हजुर चाहिँ साइन है जानु त जाने कुन एरिया हो त यो जानु जाने कुन एरिया हो यो कुन एरिया हो जानु त जाने कुन एरिया हो चौरास्ता चौरास्ताको मतलब चाहिँ के हो पार्कको पार्क ओके चौरास्ता भनेको एउटा जग्गाको नाममा जुन चाहिँ पार्क जस्तो छ ओके साउथफिल्ड कलेज साउथफिल्ड ए दार्जिलिङ पो हो यो ए दार्जिलिङ पो हो यो आइएम सक्ड गाइस आइएम सक्ड I'm here in Darjeeling. यहाँ छ दार्जिलिङ लेखेको एउटा
अहिले कितनो भरे उठ्दै जान्छ हो अब इजिटेट हैन अब यसो हिँडेको ओके देन हामी जान्छौँ बोलेछौँ केही बोलिदिनुहोस् क्या हात मात्रै हल्लाएर पुग्दैन यहाँ के भन्नु अब के भन्नु खै के भन्न चाहनुहुन्छ तपाईँको कुरा तपाईँको मनको कुरा म कसरी मेरो मन कुरा देखेर त म त यहाँ हिँडेर बोलिरहेको हो साँच्ची कि किन हो एक्लो भएर नि ओ अनि अब फोटो खिच्नु त्योभन्दा अगाडि मेमोरी छैन मसँग फेरि ए त्यहाँभन्दा अगाडि साथीहरूसँग आएको होइन छोटा दान बडा धमाका लागिसक्यो फ्यान्टाङ फ्यान्टाङ छोटा दान बडा धमाका पकाउनु त पकाउनु पकाउनु लु आउनु यता आउनु 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 खोइ आउनु यहाँ पकाउनु खोइ यता आउनु पानी पऱ्यो हौ कहाँ जानु हौ ए गाइजहरू म पनि आएर भ्लगमा भन्नु अब तपाईको भ्लग चल्छ सब्स्क्राइबर पनि बढ्छ र भ्युज पनि लाइक भ्युज जान्छ गर्नु पर्यो पऱ्यो गाइज पऱ्यो यो चाहिँ दार्जिलिङको चौरस्ता भन्ने ठाउँ हो अनि यो चाहिँ एउटा पार्क जस्तै छ अनि हामी गएको बेला चाहिँ यहाँनिर चाहिँ मिनी मेला जस्तो समथिङ के त्यस्तै नेपाली बजार के न त मिनी मेला के भन्ने लागिरहेको थियो ए यहाँ बाँदर हो कि अरे बाँदर नै रहेछ के छ तपाईँहरूको अब त्यसो भने अटाउनु हुँदैन अटाउनु होइन अटाउनु हुँदैन अटाउनु घरमा भएको घोडा ए हजुर ट्याक्केको चढ्छौ हावामा हावामा घोडा चढ्नु हुँदैन मलाई कसैले बुके दिए नि हुन्थ्यो है बुक्यो कन्सर्ट कतिखेर हुने रहेछ कन्सर्ट चलिरहेको छ नेपाली यो उयो चलि के भन्छ यसलाई मेला रहेछ यो मेला चलिरहेको छ गाइस नेपाली भाषा दिवस अरे इन्डियामा नेपाली भाषा दिवस मनाउँछ यार यो फुल मन पर्यो मलाई त्यो फुल मन पर्यो मलाई कन्सर्ट भइरहेको रहेछ फेरि लड्छ यो कता सिधा दोकानमा सिधा दोकानमा दोकान कति छिटो पत्ता लगाएको सीधा दोकानमा हौ This is my channel, Gangster Vlog. I'm a local Tibetan YouTuber. I live in Darjeeling. My residential is in Brockton. And my address अहौ मैले बुझेको तिमी यहीँको लोकल मान्छे अरे तिम्रो ब्लगको नाम के अरे एच ब्लग अरे तिमी यहाँको लोकल मान्छे अरे कहाँबाट निस्किने यतैबाट कता जाने कोही कता जू भने चाहिँ अनि तलबाट आउँदैन
मलाई को मान्छे देखे जस्तो लाग्दैछ हौ चलिए चौरास्ता घुम्न आएको दार्जिलिङ भयो के भयो हिलो घारी हिलो त नभनौँ पानी झरी हैन के हो जस्तो त त्यस्तो सिचुएसनलाई चाहिँ इन्जोय गरेर जानुपर्छ यार सिर पुछारै बिसेक भइसक्यो इन्जोय हुन्छ पुगिहालिन्छ नि हेर्नु त भएर त के गर्नु त कसरी चाहिँ हाम्रो पानी परेको बेलामा अनि पानी पर्ने टाइमै हो नि त कसरी चाहिँ पानी परेको बेला आयौँ भन्ने कुरो हो क्या बिजोकमा पानी पर्ने टाइम हो क्या बाँस घारी जस्तो छ त बाँस त देख्दिनँ फेरि त्यतिखेर हेर्नु वरिपरि केही पनि देखिँदैन खाँदा त छोड्दैन कडा छ कडा अलिक कडा अबुई के हो स्टार्टिङ अब हाम्रो फेरि अर्को यहाँबाट स्टार्टिङ हुन्छ यो चाहिँ जू जाँदैछौँ हामी पचमनाइदु हिमालयन जूलोजिकल पार्क हिमालयन माउन्टेनिङ इन्स्टिट्युट व्हाट इज दैट Catch it. हिंदी बोलिए अर्कोलाई यो खोल्दा अनि त्यहाँ छिरेन नि त मैले कस्तो थाहा भनेको मिर्गाकै प्रकार हो नि मृग होइन म त यो त कस्तो भेडा जस्तो पो देख्छु त नि और क्या है इधर मिर्गा चाहिँ कस्तो भन्दाखेरि अलिक जस बेसीमा नि पाउँछ होइन यो बेसीमा बाँच्नु सक्दैन मिर्गा त जाति हो नि प्रजाति होइन मिर्गा के हो इङ्ग्लिसमा लेखेको रहेछ म त बुझ्दिनँ आफै पढेर भन्नुहोस् है के हो म चिन्दिनँ हिमालयन त हिमालयन यो जूको नाम हिमालयन हो ल्याउनु चाहिँ रमाइलो ठाउँ ल्याउनु भएको कि तर के भएको यो स्टेपमा मान्छेको मन भन्दै आउनु केही छैन
कति राम्रो देखेको भरे फेरि फोकसमा मात्रै हुन्छु होला भन्ने डर छ अनि मृग होइन अनि यो त जराएको जस्तो सिङ छ त अनि यो अर्कै होला उयो पढौँ न जराएको जस्तो सिङ छ नि चलो यो नक्कली हो कि सक्कली हो यो फुलहरू यो नक्कली हो कि सक्कली प्लान्टहरू हौ त्यहाँ त अब कत्रो ठुलो ठुलो पो हुँदो रहेछ त नि केही छैन के छ होइन होला हौ उठ त उयसमा उठ त ठन्डीमा बस्छ के अरे उयसमा बस्छ होइन र गर्मीमा हुन्छ होइन र उठ्ने हो र होइन यो अल्पाका अब के हो मन इङ्ग्लिसमा चाहिँ थाहा भएन अब नेपालीमा भन्छु है नेपालीमा भोलि पर्सि पढेर भन्छु ल ल खोला भनेको यक यक चौरीको चम्रो छुर्पी तिमी जस्तो सुपर ब्युटी कोही छैन संसारमा यक यो चाहिँ माउन्टेन क्लाइम्बिङ ट्रेनिङ सेन्टर रहेछ है ट्रेनिङ सेन्टर होइन ट्रेनिङ गर्ने ठाउँ अब सेन्टर भनौँ या नभनौँ थाहा भएन होइन सेन्टर हो उयो त छ नि त एउटा स्कुल हो अब के यो उयो गर्नु त क्याप्चर गर्नु यो पनि उयो कुरा हेर्नु न त यो खुट्टा कतिमा राख्ने के भन्ने मलाई गर्नु चाहिँ मन पर्यो कि तर अब पानी परेर चाहिँ अलिक उयो भयो क्या कहाँ यहाँ फोटो राम्रै निस्किन्छ खेत्नेबाट पानीमा के खिच्नु हौ मलाई त केही गर्नु मन लाग्छ छोडिसक्यो पानी खिच्ने फोटो राम्रो निस्किन्छ कुर्ता सुरुवालमा अलिक मिल्दैन क्या यस्तोमा फोटो खिच्नु मेरो खिच्दैन नि त लु जानु मेक क्लाइम्ब फ्रम यस्तो बिजोगमा चाहिँ कोही पनि घुम्दैन होला त्यो पनि कुर्ता सुरुवाल लगाएर होइन पानीमा त्यही पनि टु बी कन्टिन्यू दिँदैछौँ हामी होइन के कसो हौ जो भित्रको पनि हामी फेरि म्युजियम जाँदैछौँ वी आर गोइङ टु म्युजियम हामी म्युजियम जाँदैछौँ यहाँ चाहिँ माउन्टेन क्लाइम्बिङ गरिसकेपछिको मान्छेहरूको पिक्चरहरू हुन्छ अरे भन्ने सुन्नमा आएको छ 110 फर्स्ट सेट छिटाउन हाँ हेलो डॉन इधर इधर हाँ स्टोरी त नहिँड्नु हो कोही पनि नहिँड्नु कोही पनि स्टोरी त हाल्छ त अनि हेलो गाइजहरु उहाँले चाहिँ यस्तो गर्नुहुन्छ कि यति गर्नुहुन्छ कि बाबुले मलाई छोडेर जानुभयो बाबा बाबा चाहिँ दार्जिलिङ राम्रो आएको छ के भइरहेछ आजभोलि इन्डिया आएर मेरो फोन राम्रो भयो कि हो हिँड्नुहोस् लेट्स गो नानीको आमा लेट्स गो नानीको आमालाई खै
सिन चाहिँ कस्तो दामी छ नि ल हिँड हिँड चल चल नानी कहाँमा चलो नाना पावर ब्याङ्क ल्याउनु भएन पावर ब्याङ्क कहाँ हिँडेको यता हामी चाहिँ गाइस सङ्ग्रहालय गएर आएको होइन नाना सङ्ग्रहालय गएर आएको हो अब लेकिनको बाद यता फर्केको अब यता माउन्टेन क्लाइम्बिङ ट्रेनिङ सेन्टर हेर्न कहाँ हिँडेको यता होइन नाना हिमालयन पर्वत भित्र नजाने हेलो गाइजहरू यो चाहिँ दार्जिलिङको जाँदै चाहिँ केही नै हुन्न टाइम छैन म बेबी बोकेर माउन्टेन क्लाइम्बिङ जाने हो अब यो उताबाट यस्तो ल्याउनु न मन हेलो चढ्नेहरू चल चल भाइ चल हेलो यो जू हो दार्जिलिङको यहाँ विभिन्न पाटे बाघहरू केहरू देखिरहेको छु म ऊ त एउटा सुतिरहेछ त के सेतो बाघ अनि यता नि छ नि त ऊ बाघ ऊ त्यो छ यहाँ माथिबाट रहेछ नाना पानी परे पनि हाम्रो मनमा चाहिँ त्यस्तो बादल लागेको छैन नो इन्ट्री भनेपछि यो डेन्जर नै हो डेन्जर चिज नै हो ऊ पाटे बाघ नै हो नि नाना त्यो हो चितुवा चितुवा सुतिरहेछ ओके यो भन्ने चिज रहेछ है यो चाहिँ ऊ त्यो ढाडिरहेको यो ढाडिरहेको ढाडे चाहिँ त्यो ऊ त्यो नै रहेछ ऊ त्यो ढाडे नै ढाडिरहेछ गरिरहेछ के रहेछ यो चिम्पान्जीको नाम चाहिँ के रहेछ ओ चिम्पान्जी ल अब यता हो नाना बखान बेत होइन यो हो यस्तो यस्तो चिजहरू यहाँ होला यो चाहिँ नेपालीमा चाहिँ बखान बेत के भन्छ यसलाई के हो यता फर्क न कस्तो राम्रो आइरहेछ जस पानी आयो दुईजना त सेम देखिन्छन् हो
होइन नाना यहाँनिर रहेछ त चितुवा बहादुर यहाँ रहेछ चितुवा बहादुर तिमीलाई मैले पालेर घाँस हाल्दिएको यहाँ बसिरहेछौ बाँधेर घाँस हालौँ हाँ हेरिसके नकराउने अरे के यसलाई अब यसले नेपाली बुझ्दैन नि त नाना अब ऊ त कहाँ हिँडेको चितुवा बहादुर कहाँ हिँडेको बाजो हो पर दुईजना हान पाटे बाकार ल बस्ती रहेछ ऊ चिरबिरी चरा रहेछ होइन नाना चराहरू त हेर्नु मन लागेन म्युजियम यहाँ आएछ त अनि पल होइन न म्युजियम यहाँ त दिनभरि चाहिँ लाग्दो रहेछ अन्तिममा आएर बाबाआमाको याद आइदियो कि मलाई हैन कसो डार्लिङ कसो बोल्दैन दुईजना डनर आउनुहुन्छ बाबाआमाले ल्याउन नसक्ने नि मैले बाबाआमालाई यहाँको भिडियो लगेर मलाई जान सक्छु नि हैन हेलो तपाईहरुको भाग्यमा यस्तै लेखा रहेछ म जस्तोलाई फकाउनु के गर्नु म चाहिँ क्यामेराम्यान हो यो चाहिँ इन्ट्री के हो हम लोग इन्ट्री होना है या नहीं होना है नहीं होना है हजुर के हेरेर आउनुभयो तपाईँहरू इधर से होला हैन इधर से जाना है ना लेकिन हम लोग ऊपर जाना के लिए वो इधर है एकछिन जाऊँ न डल्ली फुल आओ न आओ म अब म पालाले बोक्छु ले ऊ त गाडी पो पाउँछ पाउँदैन है गाडी अब गोक्ते काजी हाउ आर यू गोक्ते काजी ओ गोक्ते काजी किन मुख धोको नदौ
हम लोगों को एग्जिट होना है, हम जा रहे हो, हम जा रहा है, हम लोगों को जा रहा है, हम लोगों को एग्जिट होना है। और मेरे को डर लग रहा है, मैं इधर से फिसल जाऊंगी। मैं ऐसा सेम लाइक के भन्छ नि, यहाँको चाहिँ बन्द गरेको क्या नाना? टाइगर आएगा टाइगर। सबभन्दा ठुलो टाइगर यहाँ माथि रहेछ क्या, होइन? ऊ त्यो टाइगर कत्रो छ। वाटर डेन्जर। जुम किया क्या? जुम किया? फिर से जुम कर गइसक्यो अब त। आओ चलिए। चलो यता। तल जानु अनि खिच्नु न, म कसरी हिँड्छु भनेको अनि देखाउनु पर्यो नि त मेरो भिडियोहरु। ल हुन्छ यतिको त। आओ फिसल जाऊंगी, मैं फिसल जाऊंगी, मेरे को बहुत ज़्यादा डर लग रहा है। सो गई क्या लड़की? लड़की सो गई क्या? हेलो स्यालबहादुर। स्यालबहादुरले हेरेन हौ, यो स्यालबहादुरलाई बोलाएको, ऊ त्यो स्यालबहादुरलाई बोलाएको, बोलेन। नो इन्ट्री गाइज। यता त चितुवा, सेतो चितुवा, ठुलो ठुलो बाघ, यो माथि मान्छे खाने टाइपकोहरू छन् क्या यता। कहाँ छ अरे नानाहरू चाहिँ? यता देखो न। मेरे को बहुत ज़्यादा से ज़्यादा अब बोर हो रहे हूँ ना, थक गई हूँ मैं। मेरे पैर बहुत बाघ बात होइन के हो यो? के भन्छ यसलाई? ढेडु। ढेडु। हेलो ढेडु बहादुर। ढेडु ढेडु। हेलो ढेडु। जुम्रा पर्यो? ए ल ल ल ल, जुम्रा परेछ। म साबुन भरे स्याम्पू किनेर ल्याइदिन्छु। हेलो ढेडु। हेलो लङ्गुर। हेलो लङ्गुर। हेलो लङ्गुर। लङ्गु। हेलो हेलो भालु बहादुर। अब कत्रो भालु खिच्छु। भालु हो भालु। के खाँदैछ के भालु? अब के गर्छ यो भालु बहादुर? गयो भालु। उहाँ चाहिँ टोइलेट जानुभएको थियो, भक्का टोइलेटदेखि आउनु भएको छ। तपाईँलाई स्वागत छ टोइलेट गरेर। अब चलो यता कताबाट एक्जिट हाम्रो जाने छ। कहाँ हिँडेको? रेड पान्डा यो हेर्नु, रेड पान्डा लोभ उन्मुख नै हो। चलो चलो। हेलो गाइज, नमस्ते। हेलो गाइजहरू। और हियर हम लोग देख रहे हैं रेड पांडा। किधर? मैंने नहीं देखा। इधर है ना, इधर है रेड पांडा।
वेलकम फिडरल्यान्ड वेलकम टु फिडरल्यान्ड के हो यसको भन्नुको मतलब के जङ्गली जनावरहरूको वाउ वाट ए क्युट रुपी हैन यो सुगा इधर हजुरहरू देख्न सक्नुहुन्छ यो सुगाको बच्चालाई अनि यो ठुलो चाहिँ के हो नाना यो ठुलो चिल खोइ होइन होला हो र एनिवे को मयूर भाले ए रहेछ चलिए हम लोगों को चलना चाहिए यहाँभित्र दिन्छ कि दिँदैन ए दिँदैछ दिँदैन दिँदैन दिन्छ कि दिँदैन अब यो कस्तो माछा हो यो दिस इज रियलै गाइड ए बडा फिस Chilean fish. खोइ त यस्तो एन्जल फिस एगो छोटो भयो माछाको प्रजाति क्या है यो झिङ्गे माछा कस्तो स्न्यापर फिस ग्रुपर फिस माछा यो त उतै के हो घुम्लै किरा जस्तो छ त नि बेम्बू सार्क अरे फिस होइन त्यो सार्क हो सार्क चलिए यहाँ अब हाल्नु बाँकी नै छ मोरेयल भनेको चाहिँ के हो यसलाई हाम्रो उयो गाउँ घरमा उयो भन्छ बाम माछा होइन ए यस्तै हो अस्ति तपाईँहरू ल्याउनु भएको तर होइन यो बाम माछा होइन होला बाम माछा सिरिक लामो हुन्छ होइन चलो सुगा के हो यो रेड एन्ड ब्लू मक्कौ के खाएको साथी न्याउरी मुसा कि मुसा न्याउरी मुसा हो नि हो बाँदर थिएन होला भित्र पैसा थिएन ऊ माथि बिरालो उयो रहेछ बच्चा बन्डाडे हो बन्डाडे फाइनली हाम्रो 330 सकेको छ गाइज होइन 330 भाडु चाहिँ सकिसकेको छ इन्ट्री इन्डियन सार्क टिकट चाहिँ सकिसकेको छ अब हामी एक्जिट हुँदैछौँ एक्जिट हुने गेट यही हो पानी परेर बिजोक भएको छ अनि हामी राख्छौँ
Bye bye everyone. Thanks for watching. यो चाहिँ पहाडमा कुद्ने मिनी रेल हो पहाडी इलाकामा कुद्ने सानो खालको रेल हो नानी सुती सुती हामी आइपुग्यौं ल नेपाल बाइ 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 दार्जिलिङ हो नेपाल तपाईको हार्दिक स्वागत गर्दछ वेलकम टु नेपाल फाइनली दार्जिलिङबाट हामी नेपाल आइसक्यौं बाइ बाइ दार्जिलिङ बाइ बाइ दार्जिलिङ बाइ बाइ हामी नेपाल आइपुग्यौं बाइ बाइ भन्दिनुस् धन्यवाद बाइ बाइ के अर्को डन निस्क्यो कि निस्केन Thank you for watching.